रोशनी मेरी मात्रै हुन्। रोशनीले मलाई कति माया गर्छिन् त्यो त मलाई मात्रै थाहा छ क्या, बुझिस्? उजा मासले रोशनी सिर्फ मेरी मात्रै हुन्, मेरी मायालु हुन्। के भनेछन्? पृथ्वी आई लभ यु अरे। त्यस्ता जा अब अहिले मलाई के भनिन्छन्? मेरो बुढोलाई उडी उडी चुप्पा मलाई भनिन्छन् यस्तो, मलाई सिधै चुप्पा भनिन्छन्, चुप्पा। यस्ता चुप्पा भन्दैमा के आफ्नो माया दाबी गर्न मिल्छ? यी के भनेछन्? भ्यालेन्टाइन डेमा भेट्नुपर्छ है गरे। रोशनी मेरी भएनन्? त्यो त नर्मल हो नि, भ्यालेन्टाइन डेमा भेट्ने त। त्यस्तालाई पनि के रोशनी मेरी हुन् भन्न दाग लगाउँछु मलाई। हेर फेब्रुअरी 14 1 नाइट बिताउनु पर्छ है होमस्टेमा। अब आफै सोच रोशनी कसकी हुन्। यी मुला रोशनले के भनेछन्? रातिको 10 बजेबाट 12 बजेसम्म कुरा गर्नुपर्छ है भनेकी छिन्। अनि रातिको 12 बजेदेखि 2 बजेसम्म त मसँग कुरा गर्नुपर्छ भनिरहेको छ नि। रोशनी मेरी हुन्। बाघ माछा रोशनी मेरी हुन्। मैले रोशनीसँग एकचोटि मोज गरिसकेँ होइन रोशनी? जा अब एकचोटि मोज गरेर तेरी रोशनी तेरी भइकिन मैले बारम्बार मोज गर्दै आएको छु। उनको हरेक अङ्गमा मैले सर्भिस दिइरहेको छु। अहिलेसम्म मोबिल कति खर्च गरिरहेको छु त्यो मलाई थाहा होला नि त। के रोशनी चुप्प लागेर बसिरहेको छौ? आज पोल खोल्देऊ, सबको सामु भन्देऊ तिमी कस्की हौ भनेर। तिमी कसलाई बढी माया गर्छौ? तिम्रो आखिर को भन्देऊ त? अरे यार तिमी चुप्प लाग न, त्यसलाई त म टाइम पास मात्र गर्छु कि साँचो प्रेमी म तिमीसँग त बिहा गर्न चाहन्छु। यसलाई त अहिले यसो टाइम पास गर्नको लागि मात्र। तिमी चुप लाग्यो क्या? ए रोशनी तिमी के काले खुसी गरिरहेको छौ? भनिदेऊ नि त आज सबको अगाडि भनिदेऊ। किन डराइरहेको छौ भन एकचोटि। अरे यार तिमी चुप्प लाग न, त्यो भनेको मेरो युजेन थ्रोको लागि मात्रै हो। तिमी चुप्प लाग न, मैले त तिमीलाई माया गरिरहेको छु नि बेबी। त्यही त मोबिल राम्रो सर्वको अब बच्चा राम्रो गर्भको भने यही त हो त। छोड्दै नभन रोशनी, यत्तिकै ठिक छ, यत्तिकै ठिक छ मलाई पनि। मलाई पनि यत्तिकै ठिक छ।